अब यो क्वेश्चन छ two masses 1 gram and 4 gram of moving with equal kinetic energy. The ratio of magnitude of their linear momentum. Linear momentum के हुन्छ हामीलाई थाहा छ kinetic energy is equal to half mv square हुन्छ र यसलाई अगाडि बढाउँदै गयो भने 1/2 m square b square अनि एउटा m माथि थपेछ भने तले एउटा m थप्दिनु पर्यो सो 1/2 अनि mv भनेको mass into velocity is momentum अनि दुईटैमा स्क्वायर छ भने p square अनि by m हुन्छ भने kinetic energy equal to p square by 2m लेख्न मिल्छ है। अब यहाँ दुईटा केस छ एउटा 1 ग्राम अनि अर्को 4 ग्राम छ है। सो यसलाई कसरी लेख्न मिल्छ भने kinetic energy first is equal to p first को स्क्वायर अपन 2m1 है अनि फेरि kinetic energy of the second body is equal to p2 को स्क्वायर by 2m2 है। अनि हामीलाई थाहा छ कि यो kinetic energy दुईटै के छ इक्वल छ kinetic energy first and kinetic energy of the second body which is 4 gram हैन। सो हामीले सिम्पली यसले लेख्न मिल्छ भने p1 स्क्वायर अपन 2m1 is equal to p2 स्क्वायर अपन 2m2 ओके। अनि m1 m2 को भ्यालु हाल्दिम यहाँ सो p1 by p2 को स्क्वायर इज इक्वल टू 2m1 अपन 2m2 है। सो p1 अपन p2 को स्क्वायर अनि यहाँ भ्यालु हाल्दा चाहिँ 2 1 2 अनि 4 2 जा कति हुन्छ सरी यो दुईटै सिम्पली काट्दिम न है सिम्पली काट्दिदा पनि हुन्छ अनि यो कति हुन्छ 1/4 हुन्छ अनि p1 अपन p2 को भ्यालु चाहिँ अब यो स्क्वायर छ भने पारिपट्टि गएर 1/√4 आउँछ अनि p1 is to p2 को भ्यालु चाहिँ ठ्याक्कै 1:2 आउँछ ओके। अप्सन सी इज करेक्ट आन्सर फर दिस क्वेशन है त। अब यति झमेला नगरेर डाइरेक्ट यहाँ पनि गर्दा हुन्छ तर मैले यो डेरिभेसन गरेर देखाएँ कसरी हुन्छ भनेर।